हाम्रोमा यो चिजहरुमा गल्ती छ भने गल्ती छ भन्नुहोस्, अनि कहाँ गल्ती छ त्यो पनि हामीलाई एक्सप्लेन गर्नुहोस्, टेबल टक गरौँ हामी। आउँ सोशल मिडियामा बोलेर हुँदैन, फेसबुकमा बोलेर हुँदैन, आउँ न एउटा हामी डिबेट गरौँ यो माथि कुन कुरोले चाहिँ हामीलाई हानिकारक हुन्छ, कुन कुरो चाहिँ फाइदा हुन्छ भन्ने कुरो डिबेट गरौँ। त्यही अपलोड हामी जाउँ अगाडि। नमस्कार। बीटीआर जस्तै जीटीआर भन्ने जुन हल्लाहरू चलिरहेको छ त्यो टेक्निकली सम्भव छैन, संवैधानिक रूपले सम्भव छैन। कतिपय भाइहरूले सोधिरहेको छन्, मेसेजमा सोध्छन्, कतिपय व्यक्तिहरूले मैले देखेँ आज पनि पोस्टर टाँगेको, सायद उनीहरूले यो हल्लालाई अलिकति सिरियसली लियो होला भनेर यो टेक्निकल जानकारी उहाँहरू समक्ष दिन आएको। साँच्चै भन्नुपर्दाखेरि बीटीआर जुन चाहिँ छ त्यो 6 शेड्युलभित्र पर्छ, अनि 6 शेड्युलभित्र पर्ने ठाउँमा पञ्चायती राज हुँदैन है। अनि त्यसले गर्दा हाम्रो क्षेत्रमा याद रहोस् पञ्चायती राज छ। जसले बीटीआर जस्तै जीटीआर भन्दैछन् उनीहरूले सबैभन्दा पहिला त पञ्चायती राजको विरोध गर्नु पर्यो, किनभने 6 शेड्युल ल्याउनु भनेको पञ्चायती राज हुँदैन। यो दुईटा चिजको अन्तर बुझ्नुपर्छ। 2006-07 मा जति बेला 6 शेड्युलको कुरा हुँदै थियो त्यति बेला पनि तपाईहरुलाई याद होस् पञ्चायती इलेक्सनलाई स्थगित गरेर त्यति बेला 6 शेड्युल ल्याउने प्रयास गरिँदै थियो। त्यसले गर्दाखेरि पञ्चायती राज भएसम्म 6 शेड्युल सम्भव छैन। अनि जसले पनि 6 शेड्युल जस्तै बीटीआर जस्तै जीटीआर भन्ने कुरा गर्दैछन् उहाँहरू अलिकति जानकारी नभएका व्यक्तित्वहरू हुन्। राजनैतिक स्वार्थ 2026 मा के एउटा बहाना चाहिएको, किनभने गोर्खाल्यान्डको नाराले पनि भोट पाउँदैन, पीपीएस भनेर पनि भोट अब पाउने छैन। अनि त्यसले गर्दाखेरि नयाँ एउटा मुद्दा जस्तो देखाउन कोसिस मात्रै गरेको, तर असम्भव कुरा हो। जबसम्म पञ्चायती राज छ तबसम्म हुँदैन। अनि उहाँहरूलाई यदि साँच्चै बीटीआर जस्तै जीटीआर त्यसो केही चाहिएको छ भने सबैभन्दा पहिला त उनीहरूले पञ्चायती राजको विरोध गर्न सक्नु पर्यो। जुन क्षेत्रफललाई उहाँहरूले जीटीआर भन्ने कोसिस गर्नुहुँदैछ त्यो ठाउँमा पञ्चायती राज हटाउने उहाँहरूले प्रयास गर्नु पर्यो। सक्नुहुन्छ? पञ्चायती राजको विरोध गरेर देखाउनुहोस् त। छैन, त्यो सम्भव छैन। त्यसले गर्दाखेरि त्यो उटपटाङ कुरा गरेर उहाँहरूले समय नष्ट गर्नुहुँदैछ। अनि शिक्षित व्यक्तिहरूले यो कुरा बुझि पनि रहेका छन्। कतिपय व्यक्तिहरूले राजनीतिक हल्ला बिचमा अलिकति अध्ययन गर्नु, किताबहरू पल्टाउनु, संविधानहरू पल्टाउनु बिर्सेका छन् भने उनीहरूको निम्ति यो अलिकति चासोको विषय हुनसक्छ। तर यो वाहियात कुरा हो। यो बीटीआर जस्तै जीटीआर भन्ने इम्पोसिबल वाहियात कुरा हो। अनि त्यसले गर्दा त्यसमा खासै चासो नदिनु। पोस्टरहरू टाँसेर कुनै के आवश्यकतै छैन। अनि भाइहरूले पनि जसले मलाई सोध्नु हुँदै थियो उहाँहरूलाई यो एउटै भिडियोबाट आन्सर दिएको। यसमा खासै चर्चा गरेर त्यस्तो इम्पोर्टेन्ट सब्जेक्टै होइन। थ्याङ्क यू।